नमस्कार, तपाईहरूलाई स्वागत छ मित्रहरू। वस्तुशास्त्र अनुसार घरभित्र रहेका प्रत्येक वस्तुहरूमा सकारात्मक र नकारात्मक दुवै प्रकारका ऊर्जा हुन्छन्। यदि यी वस्तुहरू उचित स्थान र दिशामा नराखी भने तिनीहरूले नकारात्मक ऊर्जा फैलाउँछन्। तर यदि तिनीहरूलाई सही स्थान र दिशामा राखिएमा सकारात्मक ऊर्जा उत्पन्न भई सम्पूर्ण घरमा फैलिन्छन्, जसले परिवारको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ। साथीहरू, आजको विज्ञानले पनि यो कुरा मान्दछ कि घरमा भएका हरेक वस्तुहरूले ऊर्जा तरङ्गहरू उत्सर्जन गर्दछ। साथीहरू, प्राय हरेकको घरमा घडी प्रयोग गरिन्छ। घडीले हामीलाई विगत र आगामी समयबारे सूचित गरिरहन्छ। यदि हाम्रो जीवनमा सबैभन्दा धेरै प्रभाव पार्ने कुनै कुरा छ भने त्यो हो समय। प्रत्येक व्यक्तिको समयमा सम्मान हुँदैन। राम्रो र नराम्रो समय सबैको जीवनमा आइरहन्छ। यो समय चक्र अविरल चलिरहन्छ र समय कसैका लागि रोकिँदैन। साथीहरू, तर यदि हामी तपाईहरूलाई भनौँ कि तपाईँ आफ्नो समयलाई सुधार गर्न केही उपायहरू अपनाउन सक्नुहुन्छ, जो आज हामी तपाईलाई घरमा राखिने घडी जसलाई हामी हरेक दिन हेर्छौँ त्यसको वस्तु अनुसारको दिशा र प्रभावबारे जानकारी दिनेछौँ। हामी प्राय जीवनका ससाना कुराहरू व्यवस्था गरिरहेका हुन्छौँ, तर यिनै कुराहरूले हाम्रो भाग्यमा राम्रो वा नराम्रो असर पुर्याउँछन्। आज हामी तपाईलाई घडीको सही दिशा कसरी जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ सक्छ भन्ने बारे बताउनेछौँ। साथै क्यालेन्डर कहाँ राख्ने र कहाँ नराख्ने भन्ने विषय पनि जानकारी दिनेछौँ। यदि तपाईले हाम्रो च्यानल अझै सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गर्नुहोस्, ताकि तपाईँ यस्ता आध्यात्मिक र महत्त्वपूर्ण जानकारी प्राप्त गर्न सक्नुहुनेछ। पहिले कुरा, घडीको प्रकार। वस्तुशास्त्र अनुसार गोलो र अण्डाकार आकारको घडी सबैभन्दा उत्तम मानिन्छ, तर आजभोलि बजारमा विभिन्न प्रकारका घडीहरू पाइन्छन्, जसमा परिवारका सदस्य वा भगवानका तस्बिरहरू पनि जोडिएका हुन्छन्। तर घडीसँग भगवानको फोटो राख्नु वस्तु अनुसार उचित मानिँदैन। यस्तो गर्दा घरको सदस्यहरूको जीवनमा समयको नकारात्मक प्रभाव पर्न सक्छ। भगवानको तस्बिरले दैनिक पूजा र अगरबत्तीको आवश्यकता पर्दछ, तर घडी महिनौसम्म सफा नहुन सक्छ, जसले भगवानको अपमान गर्दछ र यो अशुभ मानिन्छ। सम्भव भएमा गोलो वा अण्डाकार आकारको घडी नै प्रयोग गर्नुहोस्, किनभने यसको आकार पृथ्वीको आकार जस्तै देखिन्छ र सकारात्मक ऊर्जा प्रवाह गर्दछ। दोस्रो कुरा, घडी सफा र नयाँ राख्नुहोस्। जसरी हामी आफ्नो जीवनलाई राम्रो बनाउन शरीरलाई सन्चो र सुग्घर राख्छौँ, नयाँ कपडा वा गहना लगाउँछौँ, त्यसरी नै घरमा प्रयोग हुने घडी पनि सफा र सुन्दर राख्न आवश्यक छ। समय समयमा त्यसमा जमेको धुलो सफा गर्नुहोस्, यसले भाग्यमा सकारात्मक असर पार्दछ। धेरैजसो घरमा पुराना वा बिग्रिएका घडीहरूलाई मर्मत गरेर प्रयोग गरिन्छ, तर त्यसलाई विभिन्न ठाउँमा सारेर राख्नु गलत हो। घरमा पुराना, बन्द, बिग्रिएको वा धुलोले ढाकिएको घडी राख्नु हुँदैन। यस्तो गरेमा घरमा नकारात्मक र दरिद्रता प्रवेश गर्न सक्दछ। बन्द घडीले नयाँ अवसरहरूको आगमनलाई रोक्दछ र सफलताको बाटो अवरोध पुर्याउँछ। तेस्रो कुरा, घडीको सही दिशा। घडीलाई कहिले दक्षिण वा दिशामा राख्नु हुँदैन। दक्षिण दिशा यमलोकको दिशा मानिन्छ र यो वर्षको अन्त्यसम्म सम्बन्धित हुन्छ, जसलाई वस्तुशास्त्रमा अशुभ मानिन्छ। तपाईँ उत्तर, पूर्व वा पश्चिम दिशामा घडी राख्न सक्नुहुन्छ, तर याद राख्नुहोस्, घडी मुख्य ढोका वा कोठाको ढोका वा आवाजात गरिने ढोकाको माथि कहिले नराख्नुहोस्। यसले समयको प्रभाव तपाईको दैनिक गतिविधिमा नकारात्मक असर पार्न सक्दछ। घडीलाई सधैँ यस्तो स्थानमा राख्नुहोस् जहाँ तपाईले सजिलै समय हेर्न सक्नुहुनेछ। चौथो कुरा,
घडीसँगै क्यालेन्डरको पनि ध्यान राख्नुहोस्। घडी जहाँ समयको प्रतीक हो त्यहाँ क्यालेन्डर समयसँग सम्बन्धित मिति योजनाको प्रतीक हो। क्यालेन्डरलाई पूर्व र दक्षिण दिशामा कहिले नराख्नुहोस्, यसले वस्तु दोष उत्पन्न गर्छ। सँगै नयाँ क्यालेन्डरसँग पुरानो क्यालेन्डर कहिले नराख्नुहोस्। यी दुवै वस्तु भविष्यको प्रतीक भएकोले समय अनुसार अपडेट गरिरहनुपर्छ। घडीलाई कहिल्यै बिते समयसँग सम्बन्धित राख्नु हुँदैन। चाहनुहुन्छ भने घडीलाई 5-10 मिनेट अगाडि सेट गर्न सक्नुहुन्छ, जसले तपाईलाई समयप्रति सजग बनाउँछ। 1 सानो उपाय। रुखेको घडी पुरानो क्यालेन्डर तपाईको भाग्यमा पनि रुकावट ल्याउँछ। त्यसैले समयसँगै अगाडि बढ्नको लागि यी वस्तुहरू परिवर्तन गर्दै जानुहोस्। क्यालेन्डरलाई कहिले सुत्ने कोठा वा मुख्य ढोकामा नराख्नुहोस्, यो अशुभ मानिन्छ। पुरानो घडीलाई दान गर्नु शुभ मानिन्छ, यसबाट जीवनको खराब समय टाढा जान्छ। त्यसैले यदि तपाईको घरमा कुनै पुरानो घडी छ भने त्यसलाई अवश्य व्यक्तिलाई दान दिनुहोस्। मित्रहरू, यी थिए घडीसँग सम्बन्धित केही महत्त्वपूर्ण वस्तु टिप्स। यदि तपाईलाई यो जानकारी उपयोगी लाग्यो भने कृपया कमेन्ट गर्नुहोस् र भिडियो लाइक गर्न नबिर्सनुहोस्। धन्यवाद।